यो छोरीको बिहे भइसकेपछि नि कोही लोग्ने सासु ससुराहरूको बानी हुन्छ नि, तिम्रो आमाले तिमीलाई केही पनि सिकाएन भनेर भन्ने। हजुर, त्यो आमा मै हो। भन्नुस् मैले मेरो छोरीलाई के सिकाएर पठाउनु पर्यो ताकि तपाईहरुको मुखमा ताला लागोस्? मैले मेरो छोरीलाई जे सिकाएर पठाए पनि, जतिसुकै गुण सिप सम्पन्न बनाएर पठाए पनि तपाईहरुले खोट लगाउन छोड्ने त होइन, किनकि तपाईहरुको जन्म नै खोट लगाउनलाई भएको हो। बुहारीलाई अलिकति खोट नलगाइकन त तपाईहरुलाई खाएको त पस्दैन। त्यही पनि कतिखेर सिकाउने के मैले मेरो छोरीलाई। अब बच्चा बेलामा खेल्नमा बिजी भए, पछि स्कुल कलेज जान थाले, पढ्नमा बिजी भए, त्यसपछि जागिर खाई अफिसको काम गर्नमा बिजी भए, अनि त्यसपछि तपाईको छोराले पट्टायो अनि 24 घण्टा फोनमा कुरा गर्नमा बिजी भए। तर त्यसको बावजुद पनि मैले मेरो छोरीलाई बेसिक लाइफ स्किल भने राम्रोसँग सिकाएको छु। यसो सोच्नुस् त, मेरो छोरीले त्यो नुहाएपछि भिजेको टावेल खाटमा सोफामा फुत्त फालेर हिँड्दिन, बाहिर लगेर सुकाउनु पर्छ भन्ने कुरा थाहा छ। आफ्नो पर्स चाबी मोजा कहाँ छ भनेर अरूलाई सोधिराख्न पर्दैन। आफ्नो सामान आफैले अर्गनाइज गरेर राख्न जानेकी छे। चिया खाएको कप भात खाएको थाल त्यही डाइनिङ टेबलमै छोडेर हिँड्दिन, अनि टावेल हुँदाहुँदै पर्दाले हात पुस्दिनी, अनि नाक कोटाएर भित्तामा फुत फाल्ने यस्तो काम मेरो छोरीले गर्दैन। अरू त अरू आफ्नो मुख छुरा जस्तो चलाउन जानेकी छे, तै पनि कहाँ के बोल्ने भन्ने कुराको नलेज छ। मेरो छोरीको कुरा छोड्दिनुस्, तपाईको छोराको कुरा गरौँ न। एक दिन तपाईको छोरालाई मेरो घरमा घर बुहारी होइन घर ज्वाइँ होइन घर बुहारी बनाएर पठाइदिनुस् त, अनि म पनि हेर्छु तपाईले तपाईको छोरालाई के कति सिकाउनु भएको रहेछ भनेर। कति न घरि तिम्रो आमाले तिमीलाई केही पनि सिकाएको छैन? अलिकति भगवानको त ख्याल राख्ने गर्नुस्। माथि गइसकेपछि आन्सर दिनु पर्दैन, अलिकति माथि उठेर सोच्ने गर्नुस्। आफ्नो माइन्डलाई अलिकति ब्रोड बनाउनुस्। हस् त, धन्यवाद।